बाबुले बेबीलाई फोन गर्नु पर्यो। बाबुले बेबीकोलाई बात कति दिन भइसक्यो। अब त फोन गर्नु पर्यो। आपका फोन बज रहा है, टिडिंग टिडिंग बोल रहा है कब से, बबलू भाई चिल्ला रहा है, उसको कुछ परेशानी हुई, उठा लो। ए, हेलो, फोन बज रहा है, उठा लो फोन। हेलो हेलो भन बेबी। हेलो बेबी, कहाँ छौ? बाटोमै छु। हाँ? तिमी आउँदैनौ मलाई भेट्न? के भनेको रे? भेट्नु आउँछु। ल आउँछु हट। बेबी, एउटा कुरा भन्नु छ हौ तिमीलाई। भन बेबी। सुन न, नबिसाउनु ल। त्यो कुरा भनेपछि माया गर्नु होला, त्यतिको माया गर्नु होला। प्लिज एउटा कुरा भन्छु नि ल तिमीलाई। के एउटा कुरा छ अरे? तिमीलाई सधैँभरि नै त्यति नै माया गरिबस्छु बेबी। तपाईँकोमै छ? भन न, मेरो पनि एउटा कुरा छ। ए ल, फाटोमा भन्नु? ए ल हुन्छ। मेरो नि बाबा नि राजु सेठ मात्रै नभएर होइन बाबा, होइन। हेलो हेलो ए हेलो त्यसले मलाई चिने छैन रहेछ। कोसँग बोलेको? होइन बाबा, फोनले यो नम्बर ब्लक हल। यो कसको नम्बर फोन गरेको छ? होइन बाबा, होइन बाबा, तँ कोसँग बात गर्दै? मलाई आजकल लुकी तँ बात गरेको म पुरा याद गर्दैछु। होइन बाबा, होइन बाबा, होइन बाबा, होइन। भान तँ कोसँग बात गर्दैछ भान? म हो बब्लु डोन। तर तिम्रो लागि चाहिँ बेबी म बब्लु डोन दिलवाला भएको छु, दिलवाला। मलाई अहिले भन्दा भने आज तँ पनि गइस् र यो तेरो फोनमा बात गर्ने पनि गयो। बाबा त्यस्तो होइन, यता बाबुले एकदम सिधा राम्रो केटा छ। यो त एकदम उता राम्रो फ्यामिली बिलोङ गर्छ बाबा। त्यस्तो होइन बाबा। फाल्टु बोल्छस् तँ मसँग फाल्टु बोल्छस्। बब्लु दिलवाला बेबी के भयो त हाम्रो भाउजूलाई के भयो? अरे यार फोनै काटेको त्यो लफडा भएको बेसी बोल्छस् तँ, बेसी बोल्छस्। यसलाई आज म चिनाउँछु राजु सेठ को हो भनेर। म यहाँको अन्डरवर्ल्ड डन हो। अब तेरो पनि काल आयो, त्यस्तो पनि काल आयो। अब यो फोनको लक खोलेर पनि म त्यसको पत्ता लगाएको छैन। म तिनीहरू दुईजनालाई लगाउँछु। अब तिनीहरूको एकदम राम्रो रहेछ। राजु सेठ भन्ने चाहिँ डन मात्रै होइन, अन्डरवर्ल्ड डन हो, बुझिस्? मलाई कोही काटु ऐराजेराले धम्काको अरेकोहरू मलाई मन पर्दैन। र मेरो फ्यामिलीलाई म एकदम सक्दिनँ। तिनीहरू दुईजना आज खास अब तँ राम्रो नराम्रो म बुझ्दिनँ। अब चाहिँ तँ घरदेखि बाहिर निक्लिस् त। अब त्यसलाई म छोड्दिनँ। बेबीले फोन काटिसक्यो। ला के पनि भन्छ। बब्लु डन तिम्रो कलेजलाई त बाउले चिकन पिटेर मार्नु आँटेछ। घुममा थुन्नु गएको के हो के भएछ? को त्यसको भयो? तँलाई चिने छैन मलाई। चिने छैन बब्लु डन चिने छैन। मलाई चिने छैन बब्लु डन को भनेर। चिने छैन भन्छ। अब चावल लगाउनेको हात साथमा काटिदिन्छु। बिना पर्मिसनको कापपछि को? राजु सेठ, कलेजको बाउ बाहिर निस्कि। चिने छैनस् तैँले मलाई। अब म तँलाई चिनाउँछु बब्लु डोन दिलवाला चाहिँ को हो भनेर। बाहिर निस्कि कलेजा। म तिमी बिना बाँच्न सक्दैन। बब्लु डोनवाला दिनको बब्लु दिलवाला भएको छु म। सिर्फ तिम्रो खातिर कलेजा बाहिर निस्का। ए राजु सेठ, कलेजाको बाउ बाहिर निस्कि।
को हो जो हल्ला गर्ने मेरो आँगनमा आएर आज तिमीहरूलाई तिमीहरूको कालले डराएर यहाँ लिएर आएको छ तिमीहरू आज यहाँदेखि मर्छस् ए केटा हो कति सुविधालाई म आज लडाइदिन्छु म करेजालाई लगाउने हात म त्यसको हात काटेर फ्याँकिदिन्छु ए केटा खुकुरीले डब्लु डन दिलवाला कुकुरको डाब कतै छ त ए राजु सेठ तैँले मेरो करेजालाई हात लगाइसके चाँडोको हात काट्नुपर्छ कसरी हात लगायो यसले के छैन मलाई यसले किने छैन के गएर जा सबै गाउँलाई सोध बब्लु डन दिलवाला को हो भनेर अब चाहिँ राजु सेठ को हो म तिमीलाई चिनाउँछु बब्लु डन दिलवाला